नमस्कार मित्रहरू, म धुप बनाउनु गइरहेको छु आज फेरि धेरै दिनपछि। हेर्नुहोस् है त, सिकाइरहेको छु। हेर्नुहोस् है, यसरी बनाउने हो। यसरी कहिले बिस्तारै बनाउनु भन्नुहुन्छ, अब म चाहिँ बानी भएकोले छिटो छिटो हुन्छ। अलि बिस्तारै पनि देखाइरहेको छु मैले। पछि त तपाईँ हजुरहरूले यस्तै हो, छिटो छिटो बनाउने हुन सक्नुहुन्छ। हेर्नु ल, यसरी बनाउने हो, बाट्ने हो मुदु। कोही दिदीहरूलाई त अब दिदीहरूले त मलाई त हजुरको भिडियो हेरेर मलाई आयो नि भनेर कमेन्ट गर्नुहुन्छ। मलाई धेरै खुसी लाग्छ। धेरै धेरै धन्यवाद। सतै ल्याइरहन्छु म, हेर्दै बाँड्दै गर्नु होला। यसरी राख्ने हो मसला। यसरी है मित्रहरू, यसरी बनाउने, यसरी बाट्ने, यसरी गर्ने। अलि जानिसकेपछि छिटो छिटो पनि हुन्छ। कागज चाहिँ यही साइजमा हुन्छ। धुप यस्तो राम्रो हुन्छ। यही साइजमा कागज काट्नु होला। मैले काट्नेदेखि बाट्ने सबै भिडियो बनाएको छु, हेरेर बाट्नु होला। बिस्तारै बिस्तारै भन्नुहुन्थ्यो, बिस्तारै पनि सिकाइहाल्यो। अब अहिले चाहिँ म कामै गरिरहेको हो, अलिक छिटो बनाउने कामहरू परिरहेको छ यहाँ। यस्तो राम्रो हुन्छ। सधैँभरि यही साइजको काट्ने हो, यसरी राख्ने हो। यसरी छिटो यसरी छिटो बनायो भने त दिनभरिमा अनि कमाइ हुन्छ। कमाइ तपाईँहरू पनि बनाउनु बाड्नु होला। कमाउनुहोस्, रमाउनुहोस्, सिक्नुहोस्। मैले बाँडेकोहरूलाई राम्रो राम्रो कमेन्टहरू गर्नुहुन्छ। मैले बनाएको भिडियोमा मलाई धेरै खुसी लाग्छ। धेरै भिडियोहरू बनाइसक्यो, हजुरहरू सबैले हेरिदिनुहुन्छ। हेरेर धेरै 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 धन्यवाद। तपाईँको भिडियो हेरेर मैले कागज काट्नु नि सिक्यो, बाट्नु पनि सिक्यो, सबै सिक्यो भन्नुहुन्छ। कोही दिदीहरूले चाहिँ, कहिले चाहिँ अहिले आएन भन्नुहुन्छ। हेर्नै त दोहोऱ्याइ मैले बाटिरहेछ। त्यस्तो कमेन्टहरू आउँदा धेरै 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 खुसी लाग्छ। तपाईँहरू नि प्रगति गर्दै जानुहोस्, सिक्दै जानुहोस्, सिकेर कमाउनुहोस्। यस्तो कमाइ हुन्छ है, कमाइ हुँदैन होइन, कमाइ हुन्छ। आफूले जति मेहनत गर्नु सक्यो त्यति कमाइ हुन्छ। गर्नुपर्छ दिदीबहिनी। आफ्नै ठाउँमा गरेको, आफ्नै खुसीले गरेको धेरै खुसी लाग्छ। आफ्नो मनलाई, आफ्नो मनमा खुसी लाग्छ आफूले गर्नु सक्यो भने, जाने भने। कहाँ लाने, कहाँ जाने नभन्नु होला। अब आफूले राम्रो बनाएर आफूले राम्रोसँग ग्राहक बनाउनु सक्नुभयो भने जसले पनि लान्छ, कमाइ पनि हुन्छ। राम्रो हुन्छ है दिदीबहिनी, सिक्नु ल। मलाई त हजुरहरूले हेरिदिनु भएर यहाँसम्म ल्याइ पुऱ्याउनु भयो, धेरै धेरै धन्यवाद। अझै पनि हेरिदिनुहोस् होला। राम्रो लाग्छ। सबैजना हाँसी खुसी सुखीमै रहनुहोस्। मैले सिकाएको कुराहरू सबै जानुहोस्। मलाई धेरै खुसी लाग्छ। सबैले कमेन्टहरू गर्दाखेरि मैले जान्यो भन्दाखेरि मलाई धेरै खुसी लाग्छ। यसै गरी सिक्ने हो। नयाँ दिदीबहिनीहरूले के गरेको भन्नुहुन्छ होला। अब फेरि यो अर्कानी धुप बाँडेको है मैले। ल हेर्नुहोस् त, यसरी केही कन्फ्युज भयो भने सोधिहाल्नु। फोन गरेर मलाई सक्नुहुन्छ, फोन गरेर सोध्नु सक्नुहुन्छ। केही म सबै सल्लाहहरू दिइहाल्छु। यहाँबाट ल्याऊ, यहाँ जानुपर्छ, कागज यहाँबाट ल्याउनुपर्छ भनेर म अर्को जस्तो होइन क्या, सबै म भनिदिन्छु। तपाईँहरूले पनि जान्नुपर्छ, कमाउनुपर्छ। सबैजनाले अर्काको ठाउँमा, अर्काको कारखानातिर गएर काम गर्ने भन्दा त यो नि 8-9 हजार त भइहाल्छ नि, सुई मेहनत गरेर गऱ्यो भने त।
राम्रो हुन्छ नि आफ्नो काम भनेको आफ्नो काम हुन्छ आफै बनाउने आफै रमाउने आफै कमाउने आफै रमाउने हो साथीहरू म चाहिँ अब 2-3 वर्ष भइसक्यो तरकारी तरकारी किन्नु नि खाँचो भएको छैन भाइ छोराछोरीलाई टिफिन खर्च हुन्छ मलाई त्यसैमा खुसी छु धेरै चाहिँ बेसकन चाहिँ बनाउनु पर्दैन आफूले मेहनत चाहिँ गर्नुपर्छ है साथीहरू मेहनत गर्यो भने मात्रै फल पाउँछ फल चाहिँ हो यस्तो चाहिँ मेहनत चाहिँ गर्नुपर्छ है मेहनत नगरिकन चाहिँ केही पनि हुँदैन यस्तो राम्रो भयो काटी यति मुठा बनाएर यति बनाएर मैले त हिजो अलि धेरै काटेको थिएँ अस्ति नेपाली कागज चाहिँ यस्तै हुन्छ यही साइजमा काट्नु होला ठिक्क हुन्छ मैले बिहानदेखि बाटेको यति भर्खर आधी घन्टा जति भयो होला यति त बाट्यो म भात बसाल्छु तरकारी पनि खोज्नु जान्छु म यो पनि बाट्छु मेहनत पो हो त साथीहरू खाना किचनमा खाना बसालेको छ म यता काम गरिरहेको छु तरकारी पकाउने बेलामा मात्रै म किचनतिर छिर्छु त्यसपछि छोडिदिन्छु खाने बेलामा जानेपछि त रमाइलो हुन्छ बनाउनलाई बाट्दै जे गर्दा नि हुन्छ बाटिरहने हो मेहनत गर्ने है अर्काको ल्याएर गऱ्यो भने त कोही बिग्रिन्छ कोही सब्रिन्छ आफूले गऱ्यो भने त आफ्नो बिग्रे पनि सब्रे पनि आफ्नै हुन्छ मेहनत गऱ्यो भने मेहनतको फल त फलि नै हाल्छ महिनामा 7-8 हजार भनेको त घरमा बसी बसी त आउँदैन मेहनत त गर्नै पर्यो मेहनत गर्नुपर्छ है साथीहरू यो धुप बनेको नजाने भने हुँदैन गइहाल्छ सबैले बाल्ने यही हो अहिले सबैले यो धेरै चलेको छ घरमा नि सबै बाल्छ यो नि यसरी बनाउनु होला यो प्याक गरेको प्याक यसरी गर्नुहोस् होला हेर्दाखेरि राम्रो देख्छ राम्रो बनाउटी राम्रो हुनु पर्यो राम्रो छैन त हेर्नु त राम्रो छ नि होइन यो चाहिँ अनि बाटेको नि कट पिसको यो डोरी बना मैले अनि त्यसैले यो बान्ने हो यो मुठा बान्नुलाई यस्तो राम्रो छैन त राम्रो छ नि होइन यस्तै बनाउनुस् तपाईहरु पनि यस्तै बाट्नुस् धमाधम लान्छ अब यस्तो धुप ल्याएर हाल्नुस् न यस्तो धुप ल्याएर हाल्नुस् मग बासना आउँछ केही नमिसाउनु सबैले धामी गाडी लामा घरमा हामीलाई बुटुङडुङ बाल्दैन बुटुङडुङ जान्छ भन्ने अरे सबैलाई चाल्ने हो यो सबैले बाल्ने हो यो सबै चलिरहेछ यो धेरै माग बढिरहेछ कहिले अब 3-4 प्याकेट लगे पनि त तपाईलाई भइगयो त तरकारी खाने पैसा 3-4 दिनमा 6-7 ब्याग बनाउने 6-7 चाहिँ आइहाल्छ अर्को के जायो र अर्काको भर गरेर बस्ने अन्त आफै सिक्ने हो आफै गर्ने हो अब हामीले गर्न नसके के हुन्छ होला अर्काको कता गएर अब के काम नभएपछि त हामी सबै त्यस्तै त हो नि अब काँचा हुन्छ काम नभएपछि अनि कता गयो काम गर्यो गर्दा त बरु दिनभरिमा बनायो भने 3 ब्याग 4 ब्याग बनाउँछ 3-4 चाहिँ आइहालिन्छ अनि छोरीलाई त टन्नै खर्च भइन्छ फिन्सिन चाहिँ राम्रो ल्याउनुपर्छ यस्तो राम्रो ल्याउनुपर्छ सबैले धुप पनि अनि मसला पनि राम्रो खोजेर हाल्नु ल अनि सबैले माग्छ कति बासना आउँछ यो धुप अर्गानिक हो यो केही पनि मिसाउँदैन उनीहरूले जस्तो दिए त्यस्तै ल्याएर बाट्नु के केही पनि नमिसाउनु केमिकल हामीले केही नमिसाउनु उनीहरूले जस्तो दियो त्यस्तै होलसेलले जस्तो पठायो त्यस्तै बाँडेपछि त अनि सबैले मनपर्छ क्या सबैले मन पराउँछ मेरो त 2-3 वर्ष भइसक्यो यस्तो राम्रो हुन्छ साथीहरू हात बसेपछि त दिनभरिमा 4-5 ब्याग बाटिहाल्छ मान्छे 4-5 ब्याग भयो भने 4-5 चाहिँ आइहाल्छ मान्छेको लौ न मलाई नि सिकाइदिनु न भन्दा ढोक्ता पनि सिकाउँदैन है मान्छेले है भिडियो हेरेर सिक्नु मैले अर्को भिडियो कति धेरै हालेछ
सबैजना सबै कुरा सिकाएको छ, त्यही दोहोऱ्याइ दोहोऱ्याइ हेरेर सिक्ने, पैसा तिरेर सिक्ने नै होइन। मङ्गल टिप नेपाल युट्युब च्यानल छ, त्यही खोजेर हेर्नुहोस् होला। सबै छ, काटेकोदेखि बाटेको, बाँडेको, प्याक गरेको सबै छ। यो काहीँ पनि जानु पर्दैन, घरमा बसी बसी कमाउने है। यो त बसी बसी कमाउने कमाइ हुन्छ। सुरु सुरुमा त अलिअलि त ढिलो पनि हुन्छ, अलिअलि नजानिन्जेलसम्म, जानेपछि त फटाफट बुझ्ने कुरा हो। 1 घन्टा बस्यो भने त 1 प्याक त म त आधी घन्टामै बनाइदिन्छु। यो न आफूले काम गर्दाखेरि मेहनत गर्नुपर्छ, नआत्तिकन गर्नुपर्छ। जे कुरा पनि हुने कुरा हो। हामीले गरेको नगरीसम्म मात्रै हुँदैन, गरेपछि त जे पनि हुन्छ। कमाइ गर्नलाई केही उस गर्नु पर्दैन, अर्कातिर जानु पनि पर्दैन। त्यही मान्छेको घरमा मान्छेको के भन्छ, मान्छेको उसमा जाँदा पनि त, काममा जाँदा पनि त दिनको 6-7 हजार 8-9 हजार त दिन्छ नि। 8-9 हजार त्यति त हामी दिनको यहाँ घरमै बसेर नि उठाइहाल्छ नि। ती दिनसै त हुन्छ उनीहरूको पनि दिनको कमाइ गनिरह्यो भने त 8-9 हजार भन्ने त दिनसै त हुन्छ नि दिनको। खर्च त्यही 8-9 हजारमा पनि खर्च खान्छ, गाडी भाडा तिर्दा कति नि बच्छ, 3-4-5 हजार त बच्छ नि। 4-5 हजार बजे अब त्यही पनि ल्याउँदा ल्याउँदै सकिन्छ, खाइसक्छ। यहाँ घरमा पनि बरु खाँचो पनि हुँदैन। अर्का काम गर्नु जाँदा महिना कुरेर बस्नुपर्छ, कहिले दिन्छ माग्नै पर्छ, कहिले दिन्छ कहिले दिँदैन। तपाईँहरू बरु यही सिकेर आफैले धम्म गर्ने हो। अब जति हुन्छ त्यतिमा रमाउने हो। हामी त आरामले काम गर्ने हो, रमाउँछ। आफ्नै कमाइमा रमाउनुपर्छ है। भन्नुपर्छ सबै सिक्नुहोस् है, सबै सिक्नुहोस्। यसरी डोरी बनाएको मैले बाँध्नुलाई, मुठा बाँध्नुलाई। तपाईँहरू पिर नगर्नु होला, चिन्ता नगर्नु होला है त। राम्रोसँग सिक्नु होला। नभएको चाहिँ भएन भने चाहिँ मलाई सोध्नु होला, म फोनमा धम्म फटाफट भनिदिन्छु। मेरो बोली कुहेको बोली हाम्रो बारीचुरी गर्दा केही पनि फरक पर्दैन। खेरो जाने हो भने खेरो जाने सास त हो नि। लो हेर्नुहोस्, सोध्नुहोस्, अगाडि बढ्नुपर्छ है साथी। अरे आफ्नो लाइफमा आफै उभिनुपर्छ है। आफ्नो पाखुरामा आफ्नो खुट्टा। मान्छेले भन्छ नि आइमाईहरूले केही गर्नु सक्दैन भन्छन्, के भनेर भनिरहेको हुन्छ नि। आइमाईले केही गऱ्यो भने केही पनि हुँदैन, नहुने कुरा के हुन्छ र। जे भन्नुहुन्छ त्यो सबै सिकिन्छ, कमाउँछ नि धेरै। अब विदेश जानेले जतिको त कमाउँदैन, हामी विदेश जानु पर्दैन। के हो, आफै घरमा बस्ने हो, खाने हो। अब आजलाई यति नै हो साथी हो। हेर्नुहोस्, सिक्नुहोस् होला। अब आज यो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला नभुलिकन है। नमस्कार, बाई बाई, फेरि भेटौँला।